Hello and namaste and welcome back to my channel. अनि म चाहिँ भर्खर गएको निस्केछु। आज चाहिँ भाइ टिका स्पेशल भिडियो यसो खिचिदिउँ भनेर अब खिच्न लागेको and let's go. Hello, मैले फाइनली सबै पकाइसकेँ। सबै खानेकुरा पकाइसकेँ। अब नुहाइ धुवाइ गरेर अनि टिका लाउने ठाउँहरू सबै मिलाउनु छ। फेरि एकछिनमा भेटौँला। यहाँ चाहिँ दिने सगुनहरू रेडी हुँदैछ। अनि यहाँ चाहिँ म रेडी हुँदैछु। कपाल बाटिसकेको छु। अब ड्रेस लगाउनु बाँकी छ। यता पूजा गर्नेहरू रेडी गर्दैछु। यहाँ टिका लगाउने रेडी भएर भिडियो पनि खिच्नु पाएन। यत्तिकै हिँडायो मलाई। परै लगाउने रे टिका अन्तै भएर। यहाँ चाहिँ मेरो राम्रै हँसिली रसिली भदै चाहिँ जहिले लजाउँछ। निनीको नाम च्यानलको नाम भन्दै त। मलाई हाँसै उठ्छ है लाइक चाहिँ 2 एकछिन त अनि तिमी मेन त लबिनेले लाइक गरिदिँदैन क्या मेरो भिडियो। देखेको मात्रै भन्छ कि लाइक गरिदिस् भन्छ। छैन भन्छ। लाइटर ल्याउन आमा लुगा लाउनु तपाईँ। तम तयार हुँदैछ टिका लगाउन। त कपाल जस्तै छोड्ने राई ड्रेस लाउनेहरू ओइ आऊ। मेरो तिमी भदै नि हो कि होइन? हो माया गरिदिउ न त गालामा। ल धन्यवाद। मन्डुपा ल झर दाँतै उखर दाँतले टोकेर टाउकोमा फुटाउनु पर्छ क्या। कति दिमाग आउँछ कि यो दाइहरूको टाउकोमा फुटाउनु पर्छ क्या। उखर कति दिमाग खाइहाल्छ कि साह्रै हुँदै छैन। त्यतिकै गरिराख्न त आफै आइहाल्छ। अहिले भरे क्रप भएर स्याउ हटाउनु त। छोड्दो जैसे तपाईँ जस्तो देखेको छ। बिन्दाको सुन्नु भएन। यिनीहरूको बुद्धि यहीँ नआसोस् भन्दैछु। राम्रो बुद्धि आउँछ। अलिक यस्तो अलिक भोक्या त पन्छ। खुवाउने तेरो बाजेहरू फोनले हाम्रो फोन है हो त्यसरी। हामी बिस्तारै हान न। तेरो त तन्ते ओखरो होइन फुटाउनु पर्छ पो त। होइन बिस्तारै हानै फुट्छ क्या त। दन्ते हो खुवाएर अनि वरिपरि घुम्ने। अलिक ओह्रालो आऊ घुम्न नि पाउनु पर्यो। हजुर उयो छ नि
त मिलिनस् त छोरा अलिकति यता बस् न ठिक्क मिल्छ कहाँ गरी छ कलिकता ब्याक त्यो काम त बेहोरै छैन नि त कति मिठो अलिक ब्याक के भन्नु नि कता बस्छ यहाँ अब घुम्नु घुम्नु अब घुम्नु अनि पानी खोइ हाल्नु। यति एउटा ल्याइन यसले सबै छले त हाल्दैन रहेछ के कपाल यस्तो साइडबाट दाहिने कता दाहिने यतापट्टिबाट घुर न घडीको काँटा कता घुर्छ हिजोदेखि भित्र राख्नु थियो क्या यो अलिक फुल उता गयो त कति जानु हौ भाइ चाहिँ अलिक उ गरौँ न त मलाई यता ठाउँ फुपलबाट छोड्दै यहाँ त म त यहीँ पुग्छु होला त यसरी पुगेस् भने पाती भिजाउनु पर्थ्यो क्या अनि तेल पनि लगाइदिनु नि त मिठो हुन्छ अनि थोरै खुवाए एक गुलाइदिनु नि कहिले जोड्नु पर्थ्यो यिनीहरू यो अजकल्टीहरू जेठौँसम्म चाहिँ खान्छ हुन्छ छोरा छोरैपट्टि बस्छ अब बित्तिलो भन्नु त्यहाँ पुग्नु भन्छ मन दुखाएर लिनु पर्यो नमस्ते गरेको है दादालाई ए हामी पनि लाउँदैछौँ धमाधम हजुर धन्यवाद 200 भइसकेको थियो धन्यवाद 200 भइसकेको थियो दुई भन्दैछ अहिले काङकोटी भिडियो खिचा खिचा यतापट्टि आएर उसले लगाइदिन्छ दाजुले लगाइदिन्छ यता आएर लगाइदेऊ न खिचाउ न यतापट्टिबाट 400 छ नि के गर्छ अहिले त उसलाई गर्दै छैन दुईटा हजार आएछ म मेरोमा त स्टक लो 2000 हैन हजार दे हजार न अब उठेपछि लगाइदैन केटा खै खै योबाट थोरै काङकोटीले भिडियो बनाएको कता बनाइदिँदैछ दाजुको खुट्टा निकालिदिँदैछ होला दाजुको बिगार्छ सँगै रमिले जस्तो गर्छ र तेरो माउले त के छिटो भन्दा छिटो त्यसले आउँदिँदैछ त हेर्दै लगा कुन चाहिँ बिर्सिस कुनै बिर्सेको छैन हौ सेतो लामो धर्छ कुन पारा लगाइदिएको यहाँ छ एकचोटी यहाँ छ एकचोटी यहाँ छ एकचोटी यहाँ छ भइहाल्यो नि माला आशै ए बिन्दा उहाँ छ मेरो उहाँ छ भाउजूलाई चाहिँ उल्टो लगाइदिन्छु नि त मैले हुन्छ अब मैले मलाई इ बिन्दा बुक बहिनीलाई दिएपछि मात्रै ढोक्नु पर्छ ल ए अनि के छ दिए पछाडि नै ढोक्नु त ठुलोको भयो पैसा साँच्चै त्यति छ पैसा चाहिँ यला राख्नु कति हो खोसिदिएको त दिस इज फर यु पैसा 5 रुपैयाँको दिने हो त
2000 खै पहिला खुट्टा ढोक्छ पैसा नदिने ढोक्छु नि म घाटा लाग्ने फेरि खोलेर खानु मात्र खाइहाल्छ नि खोलेर खानु पर्यो खाइहाल्छ नि खाइदिहाल्नु न त घाटा लाग्यो भने उ गरेर दिन्छु मेकअप गरेर यसरी ढोक्छ टिका पुछिन्छ दिएको त अघि नै दियो बैला दियो त 100 हैन कसलाई हामीलाई दियो आपत परेको हेर्न यो दुइटालाई माइतीहरू आउनुहोस् अब हजुरहरूलाई म पुज्छु बुढीले नभएर नि केटीसाहरूसँग चाहिँ लाउँदैन ल त लाउँथ्यो होइन के पाराको पिठो हो क्या यो एकै लटमा फुटोस् है फुटेन अन्त तेरो फुटेन भने त नि गाह्रो परिहाल्यो नि त यस्तै हुन्छ क्या यो हाडे ओखर चाहिँ नि उमा थिएन मुस्किल हुँदैन भाइ छानेर खायो ऊ जेठा चाहिँ हो ऊ धेरै मस्किँदो रहेछ क्या म हेर्छु अस्ति किन यस्तो साह्रो लजाउनु भएको होला सिंहदेवीको कमलहरू हो नि यो सिंहदेवीमा पढ्छ हो नि कतिमा पढ्नु कति ए 12मा है अब टिका लगाउँदै इन्ट्रोड्युस मलाई यही माथि थपिदेऊ अलिअलि टिका लगाइदेऊ पहिला दिदीलाई सेतो लगाइदिनु कहाँ सेतो लाउँदो सेतो लाएर त नि ए ला लगाइसकेको ती थप्दा हुन्छ भन्छ सेतो नलाउनु अरू लगाइदेऊ न बिहारमा गयो मेरो भाइहरू बिहारमा बिहार आउँछ एक दिन हैन कान्छ के रे यसले त फेरि जुदाइदिन्छ नि त्यहीसँग थलतिर जे आउँदैछ त्यहीसँग जुदाइदिन्छ तँलाई कहाँ खिच्नु पर्यो रे दानबारीमा लगिनाको बाहिर निनी निनी म त अस्ति के गर्छ भनेको त बेला पनि काका यस्तो यस्तो कहाँ पछाडि के गर्छ क्या त पनि हामीले चाहिँ 11 बजे टिका लगाउँदैछौँ
किनभने म चाहिँ मोरङबाट धरान जाँदा ढिला भयो अनि भदै नै उता अर्कै दिदीहरूसँग टिका लगाउनु गएछ अनि त्यही भएर हामी 11 बजे भेटेर अब टिका लगाउँदैछौँ। यत्तिकै भए पनि यसले लगाइदिन भन्यो अनि टिका लगाउँदैछौँ। हजुरहरू छक्क नपर्नु होला। तर होइन त तेल हो। त्यसको पछाडि कहाँ छ अर्को हुन्छ हौ हातले लगाइदेऊ न। ड्याप ड्याप बिग्रममा लाँदिने। ए 12 बजीसम्म लाउनुपर्छ नि। ओइ छिटो 11:30 भइसकेछ। सुरुमा के लगाइदिनु? जुन पनि लगाइदेऊ। भन्नु न तपाईँ आइदिनु। आउँदै गर्न बिजी भयो। त्यो धेरै टाढा टाढा भएपछि यस्तो 11 बजी लगाउँछ। यति त अति भयो नि निकाल्नु। तिमी लाउने नाइ हाल्छ है पढ्दै पढ्दै बस्दै मान्छे लाइदिनु मलाई हाम्रो के गर्नु के गर्नु छिटो गर्न सक्छ। त्यो तिमीलाई चाट्दै छ। के सारा हैन 17 मिनेट कति गर्ने? 17 मिनेट लाग्ने मिक्स भएर गयो। नमस्ते के भाइ खाली चाहिँ दिनको अनि सियर चाहिँ राम्रो गर्नु सुरुमा टिका लाउनु पर्ने लास्टमा टिका लाएर अब चाहिँ पूजा गर्नु नि। पूजा गर्नु कि साँच्चै हामी चाहिँ उल्टिका नि हो। टिका भयो। अब हामी आफै आफैलाई पूजा गर्छौँ। अहिले मान हुन्छ पूजा गर्नु नि उल्टो गर्नु म यहाँ बिचमा बस्छु। पूजा गर्नुपर्छ आफैले आफूलाई। त्यसो गर्नुपर्छ खास चाहिँ यसै थर्किनु अनि यसो भन्ने अनि त्यो उयो गरेर बसेको हुन्छ यस्तो हुन्छ अनि हातमा हामी चाहिँ त्यसपछि चाहिँ टिका लाउनु सुरु गर्नु क्या। अनि त्यसपछि तपाईँलाई फेरि छर्किदिनु पर्यो। अनि तिनीलाई सबै भएपछि तिनीहरू सबै दिएपछि अनि तिमीले लगाइदिन्छौ। मैले गरेर आएको बेस्ट भाइटिका एभर। कहिले नबिर्सिने 11 बजे भाइटिका देखाउन हाम्रो टिका दुःखको टिका। मैले राम्रो आउनेलाई के गर्नुपर्छ? अब पूजा गर्ने अब ढोग्नु पर्यो। यो त नर्मल कुरा मेरो त होइन म ढोग्नु। भाग्यमानी भएस्। आमाले भनेको मानेस्, निनले पनि भनेको मानेस्।